सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज पनि हामी बागमती प्रदेश विशेष प्रश्नहरू लिएर उपस्थित भएका छौं। विशेष गरेर बागमती प्रदेश र यसका साथसाथै कर्णाली प्रदेशका लागि तयारी गरिरहनु भएका सम्पूर्ण विद्यार्थी माझहरूमा यस प्रश्न उत्तरहरूले सपोर्ट गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु र आज पनि हामी 50 वटा प्रश्नहरू लिएर उपस्थित भएका छौं र विशेष गरेर क्लिनिकल टपिक्सहरूमा आधारित भएर यी प्रश्नहरू बनाइएको छ र यी प्रश्नहरूका सम्भावित उत्तरहरू कसरी र के कारणले हुन सक्छन् त्यसको व्याख्या हामी यसमा गर्नेछौं र ती सम्भावित प्रश्नहरू जसले तपाईलाई आगामी परीक्षाहरूमा पक्कै पनि सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा लिएको छु। हुन्छ, म प्रश्न नम्बर 1 तर्फ लाग्छु। पहिलो प्रश्न रहेको छ, प्रोटिनियस पार्ट अफ सेल भनेर कसलाई चिनिन्छ? प्रोटिनियस पार्ट अफ सेल, सेल भित्र प्रोटिनको पार्ट भनेर कसलाई चिनिन्छ? अप्सन ए एन्डोप्लाज्मिक रेटिकुलम, अप्सन बी माइटोकन्ड्रिया, अप्सन सी राइबोसोम वा माथिका सबै। यी मध्ये कसलाई सेल भित्रको प्रोटिन पार्ट भनेर हामी भन्ने गर्दछौं? अप्सन ए एन्डोप्लाज्मिक रेटिकुलम, अप्सन बी माइटोकन्ड्रिया, अप्सन सी राइबोसोम, अप्सन डी अल अफ द एबभ। यो प्रश्नको सही उत्तर के हुन सक्छ त भन्दा अप्सन सी राइबोसोम। राइबोसोमलाई हामी सेल भित्रको प्रोटिन पार्ट पनि भन्ने गर्दछौं किनभने यसले सेल भित्र प्रोटिनको उत्पादन गर्दछ। यो प्रोटिनको उत्पादन गर्ने भएकोले राइबोसोमलाई हामी प्रोटिन फ्याक्ट्री पनि भन्दछौं। अनि सेल भित्र एनर्जीको उत्पादन कसले गर्छ? माइटोकन्ड्रियाले। त्यसो भएर त्यो एनर्जीलाई हामी के भन्छौं? एटीपी। है, यसरी सेल भित्र शक्तिको उत्पादन गर्ने भएको भएर माइटोकन्ड्रियालाई पावर हाउस अफ द सेल भनिन्छ। त्यसो भएर माइटोकन्ड्रियालाई हामी पावर हाउस अफ द सेल भन्छौं अनि राइबोसोमलाई हामी के भन्छौं? प्रोटिन फ्याक्ट्री भनेर भन्ने गर्दछौं। त्यसैगरी अर्को प्रश्न नम्बर 2 मा म प्रवेश गरे। तलको मध्ये सबैभन्दा ठूलो सैलिभरी ग्ल्यान्ड्स कुन हो त? व्हिच इज द लार्जेस्ट सैलिभरी ग्ल्यान्ड्स? अप्सन ए प्यारोटिड, अप्सन बी सबमैन्डिबुलर, अप्सन सी सबलिङ्गुअल, अप्सन डी माथिका कुनै पनि हैन, नन अफ द एबभ। यो चारवटा मध्ये अर्थात यी मध्ये सबैभन्दा ठूलो सैलिभरी ग्ल्यान्ड्स कसलाई भनिन्छ त भनेर सोधियो भने यसको सही उत्तर के हुन सक्छ त भन्दा यसको सही उत्तर हो अप्सन ए प्यारोटिड ग्ल्यान्ड्स। सबैभन्दा ठूलो सैलिभरी ग्ल्यान्ड्स भनेर हामी कसलाई चिन्छौं? प्यारोटिड ग्ल्यान्ड्स। र यही प्यारोटिड ग्ल्यान्ड्सको इन्फेक्सनलाई हामी के भन्ने गर्छौं? सामान्यतया मोम्स, हाडे रोग। है, त्यसो भएर सबैभन्दा ठूलो ग्ल्यान्ड्स पनि प्यारोटिड हो जो कानको तलपट्टि बसेको हुन्छ, कानको इयर लोबको तल्लोपट्टि बसेको हुन्छ है त। यो इयर लोबको तल्लोपट्टि बसेको हुन्छ र यसैको इन्फेक्सनलाई हामी के भन्ने गर्छौं? हाडे रोग सामान्यतया। यहाँनिर साइडमा बसेको हुन्छ यो र यो ग्ल्यान्डको इन्फेक्सनलाई हामी प्यारोटाइटिस पनि भन्ने गर्छौं जसलाई हामी मोम्स पनि भन्छौं। त्यसो भएर यो सबैभन्दा ठूलो सैलिभरी ग्ल्यान्ड्स हो। त्यसैगरी अर्को प्रश्नमा द प्रोसेस अफ मेजरमेन्ट अफ सोशल स्ट्याटस अफ ए कन्ट्री, कुनै पनि देशको सामाजिक अवस्थाको मूल्याङ्कन तलको कुन कुराबाट गरिन्छ? द प्रोसेस अफ मेजरमेन्ट अफ सोशल स्ट्याटस, हेल्थ लिटरेसी, अप्सन ए इन्फेन्ट मोर्टालिटी रेट IMR, क्वालिटी अफ लाइफ वा लाइफ एक्सपेक्टेन्सी। यो चारवटा मध्ये कुन चीजले कुनै पनि कन्ट्रीको सोशल स्ट्याटसको मेजरमेन्ट गर्छ वा सो गर्छ भनेर सोधियो भने कुनै पनि देशको सामाजिक अवस्था कस्तो छ भन्ने कुरा उक्त देशको केबाट मूल्याङ्कन गरिन्छ त भनेर सोधियो भने यसको राइट एन्सर हो अप्सन डी लाइफ एक्सपेक्टेन्सी।
कुनै पनि देशको बाँच्ने आयु कति छ त्यो आयुको आधारमा उक्त देशको सोशल स्ट्याटसको मेजरमेन्ट हुन्छ भने यदि कुनै पनि देशको हेल्थ स्ट्याटसको मेजरमेन्ट केबाट गरिन्छ भनेर सोध्यो भने स्वास्थ्य अवस्थाको मूल्याङ्कन इन्फान्ट मोर्टालिटी रेटबाट गरिन्छ भने सामाजिक अवस्थाको मूल्याङ्कन केबाट गरिन्छ त लाइफ एक्सपेक्टेन्सी। त्यसैगरी अर्को प्रश्न अकर्डिङ टु मास्लोको थ्योरी अनुसार फ्रेन्डशिप लभ माया एफेक्सन बिलोङ्स टु द व्हिच नीड। मास्लोको नियम अनुसार माया लभ एफेक्सन फ्रेन्डशिप तलको कुन निडमा पर्छ? अप्सन ए सेफ्टी निड, अप्सन बी सोशल निड, अप्सन सी सेल्फ इस्टिम निड, अप्सन डी फिजियोलोजिकल निड। यो चारवटा निड मध्ये लभ एफेक्सन माया ममता साथी तो भन्ने कुरा कुन निडसँग सम्बन्धित छ भनेर सोधियो भने यसको राइट एन्सर के होला त भन्दा यसको राइट एन्सर हो अप्सन बी सोशल निड। त्यसो भएर मास्लोका अनुसार माया एफेक्सन क्लोजनेस साथी फ्रेन्ड यी सब कुरा केमा पर्छ त सोशल निडमा है। त्यसो भएर मास्लोको हेरिची एउटा सिस्टम छ, मास्लोको एउटा क्रमबद्ध एउटा निडको सिस्टम छ। त्यो निडमा पहिलो निड हो फिजियोलोजिकल निड, घाँस बाँस कपास भन्छौँ। त्यसपछि सेफ्टी निडको आवश्यकता हुन्छ, सोशल निड हुन्छ, सेल्फ स्टिम निड हुन्छ, सेल्फ एक्चुअलाइजेसन निड हुन्छ। भने माया र ममता भन्ने कुरा के अन्तर्गत पर्छ त सोशल निड अन्तर्गत पर्दछ। त्यसैगरी अर्को प्रश्न हु इज द प्रोपोनेन्ट अफ ग्रोथ चार्ट। ग्रोथ चार्ट कसले पत्ता लगाएका थिए? ग्रोथ चार्ट कसले पत्ता लगाएका थिए? एरिस्टोटल अप्सन ए, डेभिड मर्ले अप्सन बी, लुइस पास्चर, रिकार्ड साल्टर। यी चारवटा मध्ये कुन व्यक्तिले ग्रोथ चार्ट पत्ता लगाएका थिए भनेर सोधियो भने यसको राइट एन्सर के हो त ग्रोथ चार्ट पत्ता लगाउने व्यक्ति अप्सन बी डेभिड मर्ले हुन्। उनले बालबालिकाको स्वास्थ्यको अवस्था मूल्याङ्कन गर्नको लागि एक प्रकारको चार्टको डेभलप गरे, जुन चार्टलाई हामी अर्को शब्दमा रोड टु हेल्थ चार्ट पनि भनिन्छ वा यसलाई अर्को शब्दमा हामी ग्रोथ चार्ट पनि भन्ने गर्दछौँ है। र यस ग्रोथ चार्टले कुनै पनि बच्चाको उमेर भर्सेस वेटको विश्लेषण गर्दछ। यस चार्टले उमेर भर्सेस वेटको विश्लेषण गर्दछ। त्यसो भएर ग्रोथ चार्ट वा रोड टु हेल्थ चार्ट कसले पत्ता लगाएको भनेर सोधियो भने यसको एन्सर हो डेभिड मर्ले। रिकार्ड साल्टरले के पत्ता लगाए भनेर कहिलेकाहीँ सोध्यो भने साल्टर स्केल अर्थात् बच्चालाई तौलिने मेसिन कसले पत्ता लगाएका थिए भन्यो भने एन्सर रिकार्ड साल्टर। त्यसैगरी अर्को प्रश्न इन्टेरिक फिभर इज कमनली रिप्रेजेन्टेड बाई। टाइफाइड तलको कुन कुरामा देखिन्छ अर्थात् टाइफाइडमा तलको कुन कुरा देखिन्छ? भल्मोनिस डायरिया, सुटिङ डायरिया, राइस वाटर डायरिया, पिसोप डायरिया। यो चारवटा मध्ये टाइफाइडको फिचर्स केसँग सम्बन्धित छ? भोल्मिनियस भनेको अत्याधिक डायरिया हुनु, सुटिङ भनेको एकदमै फोर्सफुली डायरिया हुनु, राइस वाटर चौलानी पानी जस्तो डायरिया हुनु वा पिसोप डायरिया। यो मध्ये इन्टेरिक फिभरमा कुन प्रकारको डायरिया हुन्छ भनेर सोधियो भने यसको राइट एन्सर के होला त अप्सन डी पिसोप डायरिया। त्यसो भएर राइस वाटर डायरिया, सुटिङ डायरिया, भोल्मिनिस डायरिया सबै कलेरासँग सम्बन्धित छ भने पिसोप डायरिया चाहिँ टाइफाइड अर्थात् इन्टेरिक फिभरसँग सम्बन्धित छ। त्यसैगरी अर्को प्रश्न PEM इज PEM के हो त? प्राइमेरी इनर्जी मालन्युट्रिसन, प्राइमेरी एक्सेसिभ म्यानेजमेन्ट, प्रोटिन इनर्जी मालन्युट्रिसन वा माथिका कुनै पनि हैनन् भन्यो भने PEM को अर्थ के हो त? यो मध्ये कसलाई सुहाउँछ PEM? कुन भन्दा उपयुक्त होला? प्राइमेरी इनर्जी मालन्युट्रिसन, प्राइमेरी एक्सेसिभ म्यानेजमेन्ट वा प्रोटिन इनर्जी मालन्युट्रिसन भन्यो भने PEM को पूरा अर्थ के हुन्छ त? अप्सन सी
प्रोटिन एनर्जी माल न्यूट्रिसन। त्यसो भएर यसको राइट एन्सर हो प्रोटिन एनर्जी माल न्यूट्रिसन है। पीएम को पूरा रूप भनेर सोध्यो भने प्रोटिन एनर्जी माल न्यूट्रिसन। प्रोटिन र एनर्जी को कमीले हुने माल न्यूट्रिसन। अब कहिलेकाहीँ तपाईहरुलाई यसमा दुईटा कुराको कमी हुन्छ, प्रोटिन को कमी हुन्छ, एनर्जी को कमी हुन्छ। यो दुईटैको कमी, यदि प्रोटिन को मात्रै कमी भन्यो भने हामी के भन्छौं? क्वासिवर्कर भनिन्छ। भने यदि एनर्जी को कमीले हुने भन्यो भने हामी के भन्ने गर्छौं? मरासमस। त्यसो भएर सामान्यतया मरासमस, क्वासिवर्कर र मरास्मिक क्वासिवर्कर त्यो तीनटा भनेको सिभियर टाइपको प्रोटिन एनर्जी माल न्यूट्रिसन। यसरी प्रोटिन र एनर्जी को कमीले हुने एउटा अस्वस्थ अवस्थालाई हामी प्रोटिन एनर्जी माल न्यूट्रिसन भनेर भन्ने गर्दछौं। त्यसैगरी अर्को प्रश्न all are epidemic disease except, सबै एपिडेमिक डिजिज हुन् तर एउटा होइन भनिएको छ। सामान्यतया सबै एपिडेमिक डिजिज हुन् इन्फ्लुएन्जा, मिजल्स, चिकन पक्स, लङ्स क्यान्सर। यो मध्ये सामान्यतया एपिडेमिक डिजिज भनेर कसलाई हामी मान्दैनौं? इन्फ्लुएन्जा, मिजल्स, चिकन पक्स, लङ्स क्यान्सर। यसको सही उत्तर के हुन सक्छ त? अप्सन डी लङ्स क्यान्सर। लङ्स क्यान्सरलाई हामी एपिडेमिक डिजिज को रूपमा जेनरली लिइदैन। हुन त महामारीको रूपमा अब संसारमा क्यान्सर त फैलिएको छ, तर सामान्यतया हामी माइक्रो अर्गानिजमले हुने मिजल्स, इन्फ्लुएन्जा, चिकन पक्स भाइरल डिजिजहरु हुन्। यिनीहरु महामारीको रूपमा छिटो फैलिन सक्छ। तुलनात्मक रूपमा हामी लङ्स क्यान्सरलाई एपिडेमिक को रूपमा यहाँ लिँदैनौं। अर्को प्रश्न, which type of shock is related with the symptoms of bradycardia? तलको मध्ये कुन शकमा ब्राडिकार्डिया भएर आउँछ? सेप्टिक शक, एनाफाइलेटिक शक, कार्डियोजेनिक शक, न्यूरोजेनिक शक। यी मध्ये कुन शकमा ब्राडिकार्डिया हुन सक्छ भनेर सोधियो भने यसको राइट एन्सर के होला त? भन्दा यसको राइट एन्सर हुन्छ अप्सन ए न्यूरोजेनिक शक। अरु सबै शकमा ट्याकिकार्डिया हुन्छ है। सेप्टिक शकमा पनि ट्याकिकार्डिया, एनाफाइलेटिकमा पनि ट्याकिकार्डिया, कार्डियोजेनिक शकमा पनि हार्ट रेट बढ्न सक्छ। त्यसो भएर अरु सबै शकमा चाहिँ ट्याकिकार्डिया हुन्छ भने सामान्यतया न्यूरोजेनिक शकमा चाहिँ ब्राडिकार्डिया हुन्छ। त्यसो भएर ब्राडिकार्डिया भएर आउने शक चाहिँ कुन हो त? न्यूरोजेनिक शक। त्यसैगरी मोस्ट कमन कज अफ एपिस्ट्याक्सिस, नेजल ब्लिडिङ अर्थात एपिस्ट्याक्सिस भनेको नाथ्री फुट्नु, नेजल ब्लिडिङ भन्ने गर्दछौं हामी। त्यसको मुख्य कारण के हो त भनेर सोधियो भने यसको मुख्य कारण के होला? फरेन बडी, साइनस इन्फेक्सन, ट्रमा वा एलर्जी। यो मध्ये एपिस्ट्याक्सिस को मेजर कज के हो त भनेर सोधियो भने यी चारवटा मध्ये के हुन सक्छ त? सामान्यतया यसको सही उत्तर तुलनात्मक रूपमा अरु भन्दा के हुन सक्छ? अप्सन सी ट्रमा। त्यसो भएर हामी ट्रमा इज द मोस्ट कमन कज अफ एपिस्ट्याक्सिस भनेर हामी भन्ने गर्दछौं। अर्को प्रश्न नम्बर 11, ल वालिस रूल अफ म्यानेजमेन्ट। वालिस रूल तलको मध्ये के को म्यानेजमेन्टमा प्रयोग गरिन्छ? ब्लिडिङ को म्यानेजमेन्ट, बर्न केस को म्यानेजमेन्ट, एपिस्ट्याक्सिस को म्यानेजमेन्ट वा इन्सेक्ट बाइट को म्यानेजमेन्ट। यो मध्ये कसको म्यानेजमेन्टमा वालिस रूल को प्रयोग हुन्छ भनियो भने वालिस रूल लाई हामी सामान्यतया केमा प्रयोग गर्छौं त? अप्सन बी बर्नमा। बर्नमा कति प्रतिशत जलेर आएको छ भन्ने कुरा हामी वालिस रूल अफ 9 बाट क्याल्कुलेट गर्छौं। त्यसो भएर हामीले बर्न केस को म्यानेजमेन्ट गर्दाखेरि वालिस रूल को प्रयोग गर्दछौं। त्यसो भएर केसँग सम्बन्धित छ? यो बर्न केससँग सम्बन्धित छ। त्यसैगरी अर्को प्रश्न, एडभर्स अर्थात एडीआर है। एडीआर स्ट्यान्ड फर भनेर प्रश्न गरेको छ। एडीआर को अर्थ के हुन्छ? एडभर्स ड्रग रिएक्सन, एडभान्स ड्युटी रेगुलेशन्स, एडभान्स
ड्रग रिएक्सन्स, अटोमेटिक ड्रग रेगुलेसन्स। यो मध्ये एडीआर को के अर्थ के हुन्छ भनियो भने के होला त्यसको सही उत्तर? अप्सन ए, बी, सी, डी। यो मध्ये एडीआर को पूरा रूप के हुन्छ त भनियो भने यसको सही रूप हो एडभर्स ड्रग रिएक्सन। कुनै पनि औषधिको अनएक्सपेक्टेड, कुनै पनि औषधिको यदि अनएक्सपेक्टेड इफेक्ट देखिन्छ भने त्यस्तो अनएक्सपेक्ट हामीले आशा गरेको भन्दा बाहिरको असर देखिन्छ भने वा यसलाई हामी सामान्यतया टक्सिक पनि भन्न सक्छौं, टक्सिक इफेक्ट है। जुन चीज हामी आशा गरेको भन्दा बढी इफेक्ट देखिन्छ त्यस्तो इफेक्टलाई चाहिँ हामी एडभर्स ड्रग रिएक्सन भन्छौं। जस्तै एमोक्सिसिलिन दियो भने डायरिया हुन्छ, हामी सामान्यतया भन्ने गर्छौं। एमोक्सिसिलिन दियो भने डायरिया हुन सक्छ। यो भनेको साइड इफेक्ट हो, यसलाई हामी साइड इफेक्ट भन्छौं है। एमोक्सिसिलिन दियो भने डायरिया हुन्छ भन्ने कुरा साइड इफेक्ट, किनभने हामीले यो एक्सपेक्ट गरेका छौं। तर यदि कसैलाई एमोक्सिसिलिन दिनुभयो तर एमोक्सिसिलिन दिएपछि त्यो व्यक्तिलाई एनाफाइलेटिक्स भयो भने त्यो एनाफाइलेटिक रिएक्सन चाहिँ के हो त? एडीआर हो। त्यसबाट कम्प्लिकेटेड असरलाई, कम्प्लिकेटेड इफेक्टलाई चाहिँ हामी एडीआर भन्छौं भने जो एक्सपेक्ट गरेको इफेक्ट हुन्छ त्यसलाई के भनिन्छ? साइड इफेक्ट। त्यसो भएर एडीआर को अर्थ हुन्छ एडभर्स ड्रग रिएक्सन। एडभर्स ड्रग रिएक्सन, एडभर्स भनेको साइड इफेक्ट भन्दा अलि जटिल असरलाई हामी एडभर्स ड्रग रिएक्सन भनेर भन्ने गर्छौं। त्यसैगरी अर्को प्रश्न, द कोर टेम्परेचर अफ बडी, शरीरको कोर टेम्परेचर भनेर तलको कुन रुटबाट लियो भने मानिन्छ? ओरल रुट, अप्सन बी एक्जिला, अप्सन सी ग्रोइन, अप्सन डी रेक्टल। यो मध्ये कुन रुटलाई हामी कोर टेम्परेचर भनेर मान्न सक्छौं भनियो भने यसको सही उत्तर के होला त? अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर हो अप्सन डी, रेक्टल रुटलाई हामी कोर टेम्परेचर पनि भन्ने गर्दछौं। र रेक्टल रुट एक्युरेट पनि हो, र यसले इनर अर्गन्सको टेम्परेचर, भित्री अंगको तापक्रम शो गर्ने भएको भएर यसलाई कोर टेम्परेचर पनि भनेर भन्ने गरिन्छ। अर्को प्रश्न, 3C इन्डिकेट्स इन बर्न केस, आगोले जलेर आएको बिरामीमा 3C को अर्थ के हुन्छ त है? 3C को अर्थ के हुन्छ आगोले जलेर आएको बिरामीमा भनेर सोधियो भने यसको आन्सर के होला? कुल, क्लियर, कन्ट्रोल, कुल, क्लियर, कभर, क्लिन, केयर र कन्ट्रोल वा माथिका कुनै पनि हैनन् भनियो भने सामान्यतया 3C हामी मिजलसँग रिलेटेड कुरा हो। तर बर्न भित्र 3C को अर्थ के हुन्छ भनेर कहीं सोधियो भने यसको सही उत्तर के हुन सक्छ त? अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर के हो त भन्दा अप्सन बी, जसलाई हामी कुल, क्लियर र कभर भनेर भन्ने गर्छौं। चिसो गरिदिनु पर्छ, सफा गरिदिनु पर्छ र सफा र नरम कपडाले ढाक्नु पर्छ। यो तीनटा कुरा चाहिँ बर्न केसको म्यानेजमेन्टसँग सम्बन्धित छ। त्यसो भएर 3C इन बर्न भनियो भने कुल, क्लियर र कभर हामीले भन्नु पर्दछ। अर्को प्रश्न, त्यसैगरी सेरमलाई कुन विधिबाट स्टरलाइजेसन गरिन्छ? सेरमलाई कुन विधिबाट स्टरलाइजेसन गरिन्छ? अप्सन ए, अटोक्लेविङ एट लो प्रेसर, ट्यान्डलाइजेसन, फिल्ट्रेसन, इथाइलिन अक्साइड। कुन विधिबाट सेरमलाई स्टरलाइज गरिन्छ त भनेर सोधियो भने यसको राइट आन्सर के होला त? अप्सन ए, बी, सी, डी मध्ये सेरमहरूलाई सामान्यतया हामी के विधिद्वारा फिल्ट्रेसन गर्छौं? अर्थात हामी के गर्छौं त? स्टरलाइजेसन भन्दा यसको सही उत्तर हो फिल्ट्रेसन। त्यसो भएर सेरमलाई फिल्ट्रेसन विधिद्वारा स्टरलाइजेसन गरिन्छ। फिल्ट्रेसन विधिद्वारा स्टरलाइजेसन गरिन्छ। ट्यान्डलाइजेसन विशेष गरेर फुडहरूलाई स्टरलाइज गरिन्छ, फुडहरूको स्टेरिलाइजेसन।
अनि इथालाइन अक्साइड भनेको यो ग्यास हो, ग्यासेस फर्ममा हुन्छ। विशेष गरेर यो अपरेटिङ इन्स्ट्रुमेन्टहरूलाई, कोठाहरूलाई, बेडहरूलाई हैन विभिन्न किसिमको अरु सर्जिकल सामानहरूलाई स्टरलाइज गर्न यो इथालाइन अक्साइड प्रयोग गरिन्छ है। ल अर्को प्रश्न, HLD को अर्थ के हुन्छ? HLD को अर्थ के हुन्छ? हेभी लिक्विड डाइट, हाई लेभल डिसइन्फेक्टेन्ट, हाई लो डेभिएसन वा नन अफ द एबभ। HLD को अर्थ के हुन्छ भनेर सोधियो भने HLD भनेको एउटा यस्तो प्रक्रिया हो जसको सही अर्थ के हुन्छ त भनेर सोधियो भने यसको आन्सर के होला त? अप्सन A, B, C, D मध्ये यसको सही उत्तर हो अप्सन B, हाई लेभल डिसइन्फेक्टेन्ट। विशेष गरेर स्टरलाइजेसन भित्र HLD को व्याख्या गर्नुपर्छ। केमिकल्सहरुबाट प्राप्त गर्ने सुरक्षाहरूलाई सामान्यतया हामी HLD भन्छौं। भाइरेक्स, साइडेक्स, बेटाडिन सोलुसन, आयोडिन, डिटोल यस्ता जुन केमिकलहरु चाहिँ जुन छ त्यो केमिकलको प्रयोग गरेर पनि हामी कतिपय अवस्थामा स्टरलाइज गर्न सक्छौं र त्यो स्टरलाइजेसन टेक्निक के हो त? HLD हो, जसको पूरा रूप हुन्छ हाई लेभल डिसइन्फेक्टेन्ट। अर्को प्रश्न, द मोस्ट कमन स्पेसिस अफ मलेरिया फर एन्डेमिक इन कम्युनिटी। कुनै पनि समुदायमा एन्डेमिक रूपमा देखिने मलेरिया कुन हो त भनियो भने यसको सही उत्तर प्लाज्मोडियम विवेक्स हो कि, प्लाज्मोडियम ओभिली हो कि, प्लाज्मोडियम फ्याल्सिपारम हो कि, प्लाज्मोडियम मलेरिया भनियो भने मोस्ट कमनली कम्युनिटीमा देखिने एन्डेमिक स्थानीय एकै नासले देखिरहने समस्या कुन हो त यो मध्ये भने अप्सन A, B, C र D मध्ये कमनली कम्युनिटीमा एन्डेमिक रूपमा देखिने कुन हो त? प्लाज्मोडियम विवेक्स। त्यसो भए यसको राइट आन्सर हो अप्सन A, प्लाज्मोडियम विवेक्स। त्यसैगरी अर्को प्रश्न, नाट टेस्ट इज डन इन द डायग्नोसिस अफ, तलको मध्ये कुन रोगको पहिचानको लागि नाट टेस्ट गरिन्छ? येलो फिभर, फाइलेरियासिस, डेङ्गु है त रिफ्ट भ्याली फिभर, यो मध्ये कुन समस्यामा हामी नाट टेस्ट गर्छौं? येलो फिभर, फाइलेरियासिस, डेङ्गु, रिफ्ट भ्याली फिभर। यदि यो प्रश्न आयो भने यसको सही उत्तर के हुन्छ त? अप्सन A, B र C र D मध्ये यसको सही उत्तर हो नाट टेस्ट हामी केमा गर्छौं? अप्सन C, डेङ्गुमा। यसको सही उत्तर हो अप्सन C, डेङ्गुमा, जसको पूरा रूप हुन्छ न्यूक्लिक एसिड एम्प्लिफिकेशन्स टेस्ट। न्यूक्लिक एसिड एम्प्लिफिकेशन टेस्ट, जसलाई हामी सर्टकटमा के भन्छौं? NAAT नाट। यो टेस्ट केमा गरिन्छ भनेर सोधियो भने यो टेस्ट डेङ्गुमा गरिने टेस्ट हो। अर्को प्रश्नमा हामी लागौं, व्हिच स्पेसिस मलेरिया इज टर्सियन मलेरिया अकॉर्डिंग टू फीवर। ज्वरोको प्याटर्न अनुसार, ज्वरोको प्रकृति अनुसार तलको मध्ये कुन मलेरियालाई टर्सियन मलेरिया भनिन्छ? विवेक्स मलेरी, ओभिली मलेरी, फ्याल्सिपारम मलेरी वा माथिका सबै, यी मध्ये कुन मलेरियालाई हामी टर्सियन मलेरिया भन्ने गर्छौं भनेर सोधियो भने यसको राइट आन्सर के होला त भन्दा टर्सियन मलेरिया भनेर हामी यी माथिका सबै मलेरियालाई चिन्छौं। त्यसैले सही उत्तर हो अल अफ द एबभ। अब यहाँनिर के बुझौं भने टर्सियन भनेको जुन ज्वरो 48 आवर्स को डिफरेन्समा आउँछ त्यो ज्वरोलाई हामी टर्सियन फिभर भन्छौं है। त्यसलाई के भने त टर्सियन फिभर। अनि जुन ज्वरो 72 घण्टाको फरकमा आउँछ त्यो ज्वरोलाई हामी के भन्छौं? क्वार्टन फिभर। त्यसो भएर मलेरियामा 72 घण्टाको सरी है यहाँनिर छँदैछ, यो छँदैछ। अर्को अप्सन मैले यहाँनिर राखिदिन्छु। विवेक्स, ओभिली र फ्याल्सिपारममा 48 घण्टाको फरकमा ज्वरो आउँछ भने यदि प्लाज्मोडियम मलेरियाले अफेक्ट गरेको छ भने मलेरियाले त्यति बेला
72 घण्टाको फरकमा ज्वरो आउँछ, तर नेपालमा मलेरी कमन छैन। यो 72 घण्टाको फरकमा आउने ज्वरोलाई हामी क्वार्टेन फिभर भन्छौँ। ल त्यसरी क्वार्टेन फिभर भनेर हामी प्लाज्मोडियम मलेरीलाई चिन्छौँ भने भिवेक्स ओभिडो फाल्सिपारमलाई चाहिँ हामी टर्सिन फिभर भन्छौँ। त्यसो भएर जो 72 घण्टाको फरकमा आउँछ त्यसलाई क्वार्टेन फिभर्स, जो 48 घण्टाको फरकमा आउँछ त्यसलाई हामी टर्सिन फिभर भनेर भन्ने गर्छौँ है। त्यसो यसको राइट एन्सर के भयो त? अल अफ द एबभ। अर्को प्रश्न, अल आर द क्लिनिकल फिचर्स अफ जे एक्सेप्ट। सबै जे का क्लिनिकल फिचर्सहरू हुन् तर एउटा होइन। प्रोग्रेसिभ कोमा, डायरिया, फिभर, नेक रिजिडिटी। यी चारवटा मध्ये कुन चाहिँ चिन्ह जेसँग रिलायबल छैन? प्रोग्रेसिभ कोमा, डायरिया, फिभर, नेक रिजिडिटी। तुलनात्मक रूपमा यहाँनिर कुन चाहिँ क्लिनिकल फिचर्स जापानिज इन्सेफालाइटिससँग रिलेटेड छैन त भनियो भने यसको सही उत्तर के होला? अप्सन बी, डायरिया। डायरिया हुनै पर्छ भन्ने छैन, तर फिभर हुनै पर्छ, घाँटी दह्रो हुनै पर्छ, त्यसपछि बिस्तारै कोमामा जान्छ। यसो तीनटा फिचर्स चाहिँ स्पेसिफिक हुन्, तर डायरिया इज नट अ कमन फिचर्स इन जापानिज इन्सेफालाइटिस है। अर्को प्रश्न, द मोस्ट कमन साइट फर इक्टोपिक प्रेग्नेन्सी। इक्टोपिक प्रेग्नेन्सीको लागि कमन साइट कुन हो भने स्टमस, इन्फान्डिबुलम, एम्पुला, फेम्ब्री। अप्सन ए स्टमस, इन्फान्डिबुलम, अप्सन सी एम्पुला, अप्सन डी फेम्ब्री। यो मध्ये यसको सही उत्तर के होला त? इक्टोपिक प्रेग्नेन्सी सबैभन्दा कमन हुने ठाउँ कुन हो त? एम्पुला आफैमा हो। त्यसको राइट एन्सर हो एम्पुला। अर्को प्रश्न, द मोस्ट इम्पोर्टेन्ट फ्याक्टर्स टु बी कन्सिडर इन स्नेक बाइट। सर्पको टोकाइमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन्छ? एन्टी स्नेक भेनम हुन्छ कि, एन्जाइटी म्यानेजमेन्ट हुन्छ कि, एट्रोपिन हुन्छ कि, आइभी फ्लुइड्स हुन्छ? सर्पले टोकेको बिरामीमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? अप्सन ए, अप्सन बी, अप्सन सी, अप्सन डी। यसको राइट एन्सर के होला त भन्दा स्नेक बाइटमा सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ एन्जाइटी म्यानेजमेन्ट। जसलाई अर्को शब्दमा हामी के पनि भन्ने गर्छौँ? रिएस्युरेन्स, सान्त्वना है। त्यसो भएर एन्जाइटी म्यानेजमेन्ट वा रिएस्युरेन्स इज द मोस्ट इम्पोर्टेन्ट पार्ट इन स्नेक बाइट। अर्को प्रश्न, इम्प्लान्ट्स वर्क्स फर। इम्प्लान्ट्सले कति वर्ष काम गर्छ? 5 इयर्स, 7 इयर्स, 12 इयर्स, 3 months। यदि यस्तो प्रश्न आयो भने इम्प्लान्ट भनेको अहिले कति वर्षको लागि बनाइएको छ? 5 वर्ष, 7 वर्ष, 12 वर्ष, 3 महिना भनियो भने यसको सही उत्तर हो अप्सन ए, 5 वर्ष। इम्प्लान्टले कति वर्ष काम गर्छ? 5 वर्ष काम गर्छ है। अर्को प्रश्न, अल आर द इनएक्टिभेटेड वा किल्ड भ्याक्सिन एक्सेप्ट। सबै किल्ड हुन् तर एउटा होइन। हेपाटाइटिस बी, रेबिज, मिजल्स, कलेरा। सबै किल्ड भ्याक्सिन हो तर एउटा होइन। हेपाटाइटिस बी, रेबिज, मिजल्स, कलेरा भनियो भने यसको सही उत्तर के होला त भन्दा सबै किल्ड हुन् तर मिजल्स इज अ लाइभ भ्याक्सिन। त्यसो भएर हामीले यहाँनिर के एन्सर दिनुपर्छ? मिजल्स। मिजल्स, रुबेला, बीसीजी आर द लाइभ भ्याक्सिन है। त्यसो भएर मिजल्सलाई हामी केमा राख्छौँ? लाइभमा। अरू सबै के हुन् त? किल्ड भ्याक्सिन। अर्को प्रश्न, एन्थ्रोपोमेट्री मेजरमेन्ट इन्क्लुड्स। एन्थ्रोपोमेट्री मेजरमेन्टमा के कुरा पर्छ? हेड सर्कमफेरेन्स, मिड अपर आर्म सर्कमफेरेन्स, चेस्ट सर्कमफेरेन्स वा अल अफ द एबभ? एन्थ्रोपोमेट्री मेजरमेन्टमा के कुरा पर्छ है? यसको सही उत्तर के होला त? अप्सन ए हो कि, बी हो कि, अप्सन सी हो कि, अप्सन डी हो? यसको सही उत्तर हो अप्सन डी। माथिका सबै कुराहरू एन्थ्रोपोमेट्री मेजरमेन्टमा पर्छ। जुन चिज हामी विभिन्न मेसिन औजारको प्रयोग गरेर बडीको आकार प्रकार नाप्छौँ ती सबै चिजहरू के हुन् त? एन्थ्रोपोमेट्री मेजरमेन्ट हुन्। त्यसो भएर टाउकोको परिधि नाप्नु, पाखुराको परिधि नाप्नु, छातीको परिधि नाप्नु सबै के हुन् त? एन्थ्रोपोमेट्री मेजरमेन्ट हो। अर्को प्रश्न, द कमनली एफेक्टेड एज ग्रुप अफ टाइफाइड। टाइफाइडमा सामान्यतया कुन एज ग्रुपलाई सबैभन्दा बढी असर गर्छ? अप्सन ए 1 देखि 5 वर्ष,
अप्सन बी 5 वर्षदेखि माथि, अप्सन सी 5 देखि 19 वर्ष, अप्सन डी 10 देखि 20 वर्ष भन्यो भने टाइफाइडको टिपिकल एज ग्रुप कतिलाई मान्छ त भन्दा यो मध्ये अप्सन ए बी सी डी मध्ये अप्सन सी इज अ राइट एन्सर। 5 देखि 19 वर्षका समूहको बालबालिकाहरूलाई कमनली टाइफाइड हुन सक्दछ। अर्को प्रश्न, which one is considered as a drug resistant in DOTS therapy? DOTS थेरापीमा तलको मध्ये कुन औषधि रेसिस्टेन्ट भयो भने ड्रग रेसिस्टेन्ट टीबी भनेर डायग्नोसिस गरिन्छ? रिफाम्पिसिन, आइसोनियाजाइड, स्ट्रेप्टोमाइसिन वा माथिका सबै। अहिलेको लेटेस्ट प्रोटोकल अनुसार यो मध्ये कुन ड्रगको रेसिस्टेन्टलाई ड्रग रेसिस्टेन्ट मानिन्छ त भनियो भने यसको सही उत्तर के होला त? अप्सन ए रिफाम्पिसिन। यदि रिफाम्पिसिन रेसिस्टेन्ट आयो भने त्यो टीबीलाई डीआरटीबी भनिन्छ, ड्रग रेसिस्टेन्ट टीबी। र यसलाई अब हामी 2HRJD र 4HR ले हामी म्यानेज गर्दैनौं है। त्यसो भएर यसलाई चाहिँ रिफर गरिनुपर्छ। आइसोनियाजाइड रेसिस्टेन्ट हुँदैमा 2HRJD नै कन्टिन्यू गरिन्छ, तर रिफाम्पिसिन रेसिस्टेन्ट भयो भने ड्रग रेसिस्टेन्ट डायग्नोसिस गरिन्छ। त्यसो भएर रिफाम्पिसिनको रेसिस्टेन्टलाई ड्रग रेसिस्टेन्ट ग्रुपमा लिने गरिन्छ। अर्को प्रश्न, द इन्क्युबेसन पिरियड। इन्क्युबेसन पिरियड अफ रेबिज। रेबिजको इन्क्युबेसन पिरियड कति हुन्छ आइपी? 1 देखि 3 हप्ता, 2 देखि 7 हप्ता, 3 देखि 8 हप्ता, 3 देखि 12 महिना। सामान्यतया रेबिजको आइपी कतिलाई मानिन्छ भनियो भने सामान्यतया रेबिजको आइपी कमनली अप्सन ए बी सी डी मध्ये के हुन सक्छ भनियो भने अप्सन सी 3 देखि 8 हप्ता। त्यसो भएर यसको राइट एन्सर हो अप्सन सी 3 to 8 weeks। अर्को प्रश्न, द मोस्ट इफेक्टिभ मेथड्स अफ प्रिभेन्टिभ रेबिज, अर्थात् रेबिज हुन नदिन सबैभन्दा उपयुक्त विधि के हुन सक्छ तलको रेबिजबाट बस्न है? यसको सही आन्सर के हुन सक्छ? प्री एक्सपोजर प्रोफाइलेक्सिस अफ रेबिज भ्याक्सिन, एन्टी रेबिज भ्याक्सिनको प्रोफाइलेक्सिस भ्याक्सिन लिनु, सेफ्टी मेजर फ्रम डग बाइट, कुकुरलाई टोक्नै नदिनु, सबै कुकुरहरूलाई भ्याक्सिनेट गर्नु वा हेल्थ एजुकेसन। रेबिज हुन नदिनको लागि सबैभन्दा उत्तम विधि के होला? प्रिभेन्टिभ मेजर्स। रेबिज विरुद्धको सुई पहिले लगाउने हो कि, कुकुरको टोकाइबाट बस्ने हो कि, कुकुरलाई भ्याक्सिनेट गर्ने हो कि स्वास्थ्य शिक्षामा ध्यान दिने भनियो भने यसको सही उत्तर के हुन सक्छ त? यसको सही उत्तर हो कुकुरको टोकाइबाट बस्नु नै सबैभन्दा उत्तम रोकथामको उपाय हो। त्यसो भएर रेबिज हुनुभन्दा कुकुरले टोक्नु भन्दा कुकुरको टोकाइबाट नै बस्नु सबैभन्दा ठुलो उपाय हो। त्यसो भएर हामीले प्रिभेन्टिभ मेजरमा के लिने गर्छौं? कुकुरको टोकाइबाट बस्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अर्को, द बेस्ट एसेसमेन्ट अफ हेल्थ स्ट्याटस। कुनै पनि समुदायको स्वास्थ्य अवस्था कस्तो छ, अर्थात् कुनै पनि समुदायमा न्युट्रिसनल स्ट्याटस मेजरमेन्ट गर्नको लागि तलको मध्ये के कुराबाट गर्न सकिन्छ वा कुन कुराबाट गर्दा सबैभन्दा उत्तम हुन्छ? हाइट भर्सेस वेट, हाइट भर्सेस एज, एज भर्सेस वेट वा पाखुराको परिधि भनियो भने कुनै पनि व्यक्ति कुनै पनि समुदायमा त्यहाँको पोषण अवस्था कस्तो छ भनेर हेर्नको लागि सबैभन्दा उत्कृष्ट विधि के हो भनेर सोधियो भने यसको सही आन्सर हो कुनै पनि व्यक्तिको हाइट अनुसारको वेट। हाइट कति छ, उसको वेट कति छ। उमेर अनुसारको हाइटले मतलब गर्दैन, उमेर अनुसारको वेटले पनि मतलब गर्दैन। हाइट अनुसारको वेटलाई चाहिँ हामी के गर्छौं? फोकस गर्छौं। र यसैलाई नै हामी अर्को शब्दमा बडी मास इन्डेक्स बीएमआई को क्याल्कुलेसन पनि केबाट गरिन्छ? हाइट भर्सेस वेट। त्यसो भएर बेस्ट न्युट्रिसन स्ट्याटसको एसेसमेन्ट केबाट गरिन्छ? हाइट भर्सेस वेट, जसले एक्युट मालन्युट्रिसनलाई इन्डिकेट गर्छ।
वेस्टिङलाई इन्डिकेट गर्छ है। ठिक छ ल। ओके, अर्को प्रश्न, which type of pneumothorax is more complicated? तलको मध्ये कुन प्रकारको pneumothorax एकदमै कम्प्लिकेटेड हुन्छ? ओपन टाइपको, क्लोज टाइपको, या माथि ओपन र क्लोज दुवै टाइपका, वा टेन्सन टाइपको? यो मध्ये कुन टाइपको pneumothorax अरु भन्दा डेन्जर हुन्छ भन्ने हो भने यसको राइट आन्सर के होला त? अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर हो डी, टेन्सन टाइपको pneumothorax अरु भन्दा डेन्जरस हुन्छ। र त्यसो भएर यो कमनली इन्जुरी अर्थात चोटपटक लाग्यो भने देखिने गर्दछ वा रोड ट्राफिक एक्सिडेन्टमा हुने गर्दछ। यसमा के हुन्छ? कमनली रिब्स फ्र्याक्चर्स हुन्छ र यसमा सकेसम्म छिटो चेस्ट ट्युब राखिनु पर्छ है। भोलि गएर हजुरहरूलाई चेस्ट ट्युब केमा राखिन्छ भनेर प्रश्न गर्यो भने pneumothoraxमा, त्यसो भएर अरु भन्दा टेन्सन pneumothoraxमा मान्छेको मृत्यु हुन सक्ने सम्भावना बढी हुने हुनाले हामीले सबैभन्दा कम्प्लिकेटेड कसलाई मान्छौं? टेन्सन pneumothorax। अर्को प्रश्न, which is not included in the features of severe pneumonia? तलको मध्ये कुन चाहिँ severe pneumonia मा पर्दैन? stridor, chest indwelling, lethargic unconscious, looking sinusized। यो मध्ये कुन चाहिँ सिभियर न्युमोनियाको सिम्पटम्स होइन? स्ट्राइडर सुनिनु होइन कि, चेस्ट इन्ड्रोइङ होइन कि, लेथार्जिक अनकन्सियस सुस्त वा बेहोस होइन कि, निलो देखिनु होइन भनियो भने यसको सही उत्तर के होला त भन्दा अप्सन ए, बी, सी र डी मध्ये यसको सही उत्तर हो अप्सन बी। चेस्ट इन्ड्रोइङलाई हामीले अहिले सिभियर न्युमोनिया भनेर नभनिकन अहिले हामी के मात्रै भन्ने गर्छौं? न्युमोनिया। त्यसैले चेस्ट इन्ड्रोइङ इज नट अ फिचर्स अफ सिभियर एनिमिया न्युमोनिया। सरी, स्ट्राइडर सिभियर न्युमोनिया हो, सुस्त बेहोस सिभियर न्युमोनियाको संकेत हो, साइनोसाइज सिभियर न्युमोनियाको संकेत हो, तर चेस्ट इन्ड्रोइङ यो न्युमोनियामा हामी राख्ने गर्दछौं। अर्को प्रश्न, द प्रेजेन्स अफ माइक्रो अर्गानिजम इन अ ब्लड, कुनै पनि व्यक्तिको रगतमा माइक्रो अर्गानिजम्स पुग्नु भनेको के हुन सक्छ? त्यो व्यक्ति हाइपोभोलेमिक सकमा जान सक्छ, एनाफाइलेटिक सकमा जान सक्छ, सेप्टिक सकमा जान सक्छ, न्यूरोजेनिक सकमा जान सक्छ भन्यो भने कुनै पनि व्यक्तिको रगतमा माइक्रो अर्गानिजम पुग्नु भनेको त्यसले के गराउन सक्छ त? यसको राइट आन्सर अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर के होला त भन्दा यसको सही उत्तर हो अप्सन सी, सेप्टिक सक है। रगतमा माइक्रो अर्गानिजम पुग्नु भनेको सेप्टिसेमिया डेभलप हुन सक्छ, जसलाई हामी सेप्टिक सक भन्दछौं। अर्को प्रश्न, इन्फ्लामेशन्स अफ स्पर्मेटिक कर्ड, स्पर्मेटिक कर्डको इन्फ्लामेशनलाई के भनिन्छ? अप्सन ए, फनिकुलाइटिस, अप्सन बी, सेलुलाइटिस, अप्सन सी, फ्रोन्क्लोसिस, अप्सन डी, ब्लेफाराइटिस है। अप्सन डी, ब्लेफाराइटिस भनेपछि यसको राइट आन्सर के हुन सक्छ त भन्यो भने स्पर्मेटिक कर्डको इन्फेक्सन इन्फ्लामेशनलाई के भनिन्छ सामान्यतया? यसको आन्सर के होला? ए, बी, सी, डी मध्ये यसको सही उत्तर हो अप्सन ए, फनिकुलाइटिस। स्पर्मेटिक कर्डको इन्फेक्सनलाई के भनेको रहेछ? फनिकुलाइटिस। ठीक छ। सेलुलाइटिस भनेको इन्फेक्सन अफ सबक्युटानस टिस्यु है। ठीक छ। त फ्रोन्क्लोसिस भनेको एक प्रकारको इन्फेक्सन नै हो स्किनको। ब्लेफाराइटिस भनेको आइलिडको इन्फेक्सन हो है त। त्यसो भएर फनिकुलाइटिस भनेको स्पर्मेटिक कर्डको इन्फेक्सनलाई भन्ने गरिन्छ। अर्को प्रश्न, द साइन्स अफ पोइजन, पोइजनको साइन्सलाई के भनिन्छ? ओसोलोजी, फार्माकोलोजी, टक्सिकोलोजी, साइटोलोजी है त। कुनै पनि पोइजनको अध्ययन गर्छ भने त्यो साइन्सलाई के भनिन्छ? ओसोलोजी, फार्माकोलोजी, टक्सिकोलोजी, साइटोलोजी भन्यो भने यसको सही आन्सर के होला त? अप्सन ए, बी, सी र डी मध्ये यसको सही उत्तर के होला त भन्दा यसको सही उत्तर हो अप्सन सी, टक्सिकोलोजी। अर्को प्रश्न, द कमनली रिकमेन्डेड लोकल ट्रिटमेन्ट अफ बर्न एन्ड स्काल्ड, जलेर आएको बिरामीमा
लोकल्ली तलको मध्ये कसलाई प्रयोग गर्नको लागि रिकमेन्ड गरिन्छ? कट्रिमोक्साजोल ओइन्टमेन्ट, सिल्भर सल्फाडाइजिन ओइन्टमेन्ट, बेटामिथाजोन ओइन्टमेन्ट, बेन्जोइक वा सालिसाइक्लिक एसिड ओइन्टमेन्ट, यो मध्ये कुन ओइन्टमेन्टलाई जलेर आएको बिरामीमा प्रयोग गर्न राम्रो हुन्छ भनेर सोधियो भने यसको राइट एन्सर के होला त? अप्सन ए, बी, सी र डी मध्ये यसको सही उत्तर हो अप्सन बी, सिल्भर सल्फाडाइजिन ओइन्टमेन्ट। कुल चिसो पनि गराउँछ, एन्टिब्याक्टेरियल इफेक्ट पनि हुन्छ, त्यसो भएर दुवै काममा यसले सपोर्ट गर्ने भएको भएर हामी कमनली बर्न केसमा सिल्भर सल्फाडाइजिन ओइन्टमेन्टको प्रयोग गर्दछौँ। अर्को प्रश्न, द पेनिसिलिन इज मेड बाई, पेनिसिलिन केबाट बनाइन्छ? प्रोटोजोआबाट, ब्याक्टेरियाबाट, फंगसबाट, प्लान्ट्सबाट। पेनिसिलिन केबाट बनाइन्छ भनेर सोधियो भने यसको सही उत्तर के होला? ए, बी, सी, डी मध्ये यसको सही उत्तर हो अप्सन सी, फंगसबाट है। त्यो फंगसलाई के भनिन्छ? त्यसलाई के भनिन्छ? फंगसलाई है त पेनिसिलिन बन्ने जुन फंगस छ त्यसलाई हामी के भन्ने गर्छौं? नोटाटम, पेनिसिलिन नोटाटम हैन। यस हामीले त्यो फंगसलाई के भन्ने गर्छौं? पेनिसिलिन नोटाटम भनेर भन्ने गर्छौं हैन। ओके ल, ओके ल, प्रश्न नम्बर 37 मा पेनिसिलिन इज मेड बाई द भनिएको छ। अप्सन ए प्रोटोजोआ, अप्सन बी ब्याक्टेरिया, अप्सन सी फंगस, अप्सन डी प्लान्ट्स। यो मध्ये पेनिसिलिनलाई केबाट बनाइन्छ? प्रोटोजोआबाट, ब्याक्टेरियाबाट, फंगसबाट, प्लान्ट्सबाट भनियो भने यसको सही उत्तर के हुन सक्छ त? भनियो भने यसको सही उत्तर हो अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर के हुन्छ त? अप्सन सी, पेनिसिलिनलाई फंगसबाट बनाइएको हुन्छ र उक्त फंगसलाई हामी के भन्छौं? पेनिसिलिन नोटाटम बाट यो निर्माण गरिएको हुन्छ र यो पेनिसिलिन नोटाटमबाट निर्माण गरिएको हुनाले यसलाई हामी फंगल अर्थात भनौं न फंगसबाट निर्माण गरेर माइक्रो अर्गानिजमलाई नै मार्न प्रयोग गरिन्छ, जसलाई अलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएका थिए, जसलाई अलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएका थिए, जसलाई हामी किङ अफ एन्टिबायोटिक्स पनि भन्ने गर्छौं। एन्टिबायोटिक्सको किङ भनेर पेनिसिलिनलाई चिन्ने गरिन्छ। अर्को प्रश्न, व्हिच अफ देम क्यान कज एनिमिया आफ्टर लङ युज? तलको मध्ये कसले लामो समय प्रयोग गर्दा एनिमिया गराउन सक्छ? सल्फोनामाइड ग्रुपको औषधि, पेनिसिलिन ग्रुपको औषधि, सिफालोस्पोरिन ग्रुपको औषधि वा सिप्रोफ्लोक्सासिन। यो मध्ये कसको प्रयोगबाट एनिमिया हुन सक्छ भनेर सोधियो भने सामान्यतया अप्सन ए, बी, सी, डी मध्ये यसको सही आन्सर के होला त? भनियो भने यसको सही उत्तर हो अप्सन ए, सल्फोनामाइड्स। सल्फोनामाइड्स ग्रुप भित्र हामीले सल्फा ड्रगहरु राख्छौं, जसलाई हामी कोट्रिमोक्साजोल हामी भन्ने गर्छौं र कोट्रिमोक्साजोलको प्रयोगबाट फोलिक एसिडको डेफिसिएन्सी हुन्छ, फोलिक एसिडको डेफिसिएन्सी गराइदिन्छ। त्यो फोलिक एसिडको डेफिसिएन्सी भयो भने के हुन सक्छ त? एनिमिया डेभलप हुन सक्छ। त्यसो भएर तुलनात्मक रूपमा कोट्रिमोक्साजोलको प्रयोग लामो समय भयो भने एनिमिया हुन सक्छ। त्यसो भएर माल न्युट्रिसनको बिरामीलाई, बच्चालाई हामी आजभोलि कोट्रिमोक्साजोल सकेसम्म प्रयोग गर्दैनौं है। त्यसैले कोट्रिमोक्साजोल वा सल्फोनामाइड ग्रुपको औषधिहरूले एनिमिया गराउन सक्छ। अर्को प्रश्न, व्हाट आर द कम्प्लिकेशन्स अफ युज अफ एन्टिमाइक्रोबियल ड्रग? एन्टिमाइक्रोबियल अर्थात एन्टिबायोटिक्सको प्रयोगबाट तलको मध्ये के कम्प्लिकेसन आउन सक्छ? हाइपर सेन्सिटिभिटी रिएक्सन, सुपर इन्फेक्सन, ड्रग रेसिस्टेन्ट वा माथिका सबै भनेर सोधियो भने यसको सही उत्तर के होला त? यदि एन्टिमाइक्रोबियल एजेन्ट अर्थात ड्रग जसलाई हामी एन्टिबायोटिक्स भन्छौं त्यसको प्रयोगबाट के हुन सक्छ? हाइपर सेन्सिटिभिटी रिएक्सन, सुपर इन्फेक्सन, ड्रग रेसिस्टेन्ट वा माथिका सबै भनियो भने यी सबै कम्प्लिकेसन्सहरु आउन सक्छ। त्यसो भएर यसको सही उत्तर हो अल अफ द एबभ। नयाँ रोग थपिन सक्छ, औषधिको रेसिस्टेन्ट पनि हुन सक्छ, एलर्जिक रिएक्सन पनि हुन सक्छ। त्यसो भएर सबै चीज के हुन् त? एन्टिमाइक्रोबियलका कम्प्लिकेसन्स हुन्। अर्को प्रश्न,
एक्युट रिमेटिक फिभरमा तलको कुन NSAID को प्रयोग हुन्छ? एसिटामिनोफेन, आइबुप्रोफेन, एस्प्रिन वा माथिका सबै। सामान्यतया एक्युट रिमेटिक फिभरमा हामी कुन NSAID को प्रयोग गर्छौं भनेर सोधियो भने यसको सही उत्तर के होला त? एसिटामिनोफेन, आइबुप्रोफेन, एस्प्रिन भन्यो भने यसको सही उत्तर हो अप्सन सी, एस्पिरिन। एस्प्रिनलाई हामी एक्युट रिमेटिक फिभरमा इन्फेक्सन, इन्फ्लामेसन वा फिभर अर्थात दुखाइ, स्वेलिङ, पेन कम गर्न हामी सामान्यतया एस्प्रिनको प्रयोग गर्छौं भने इन्फेक्सनलाई नियन्त्रण गर्न हामी बेन्जाथियन पेनिसिलिनको प्रयोग गर्छौं है। अर्को प्रश्न, all are the life saving drug except, तलको मध्ये सबै लाइफ सेभिङ ड्रग हुन् तर एउटा होइन। इन्जेक्सन एड्रिनालिन, इन्जेक्सन फ्युरासेमाइड, इन्जेक्सन अक्सिटोसिन, इन्जेक्सन मेथाइल कोबालामाइन। यो मध्ये कुन चीज लाइफ सेभिङ ड्रगमा राखिदैन भनियो भने तुलनात्मक रूपमा लाइफ सेभिङ औषधि भनेर हामी कसलाई मान्न सक्दैनौं? एड्रिनालिनलाई मान्न नसक्ने कि फ्युरासेमाइडलाई कि अक्सिटोसिनलाई कि मेथाइल कोबालामाइन भन्यो भने सामान्यतया भिटामिनको यो इन्जेक्सनलाई लाइफ सेभिङको रूपमा हामी लिन सक्दैनौं। अरु सबै के हुन् त लाइफ सेभिङ ड्रग हुन्। अक्सिटोसिन बीपीएच को बेलामा, फ्युरासेमाइड कार्डियक डिजिजहरु हाइपरटेन्सनको बेलामा, एड्रिनालिन कार्डियक एरेस्टको बेलामा, यी सबै के हुन् त इमर्जेन्सी ड्रग हुन्। तर मेथाइल कोबालामाइन लाई सामान्यतया हामी लाइफ सेभिङमा राख्ने गर्दैनौं। अर्को प्रश्न, स्मार्ट ब्लड ग्रुप भनेर कसलाई चिनिन्छ? स्मार्ट ब्लड ग्रुप एबी, एबीओ, यो चारवटा ब्लड ग्रुप मध्ये सामान्यतया कसलाई स्मार्ट ब्लड ग्रुप भनेर भन्ने गरिन्छ भनियो भने यसको सही उत्तर के होला त? अप्सन ए, बी, सी र डी मध्ये यसको सही उत्तर हो एबी ब्लड ग्रुपलाई स्मार्ट ब्लड ग्रुप भन्ने गरिन्छ। एबी ब्लड ग्रुपलाई स्मार्ट, तुलनात्मक रूपमा अरु भन्दा स्मार्ट हुन्छन् भन्ने आधारमा एबीलाई स्मार्ट ब्लड ग्रुप भन्ने गरिएको छ। अर्को प्रश्न 43 मा, द ओभुलेसन प्रोसेस फंक्शन, ओभुलेसन कार्य इज ड्यू टू द इन्फ्लुएन्सेस अफ, अर्थात ओभुलेसन कार्य कुन हार्मोनको प्रभावले हुन्छ? टेस्टोस्टेरोन, एस्ट्रोजन, ल्युटिनाइजिङ हार्मोन वा माथिका सबै। यो मध्ये कुन हार्मोनको प्रभावले ओभुलेसन हुन्छ भनियो भने अप्सन ए टेस्टोस्टेरोन, अप्सन बी एस्ट्रोजन, अप्सन सी ल्युटिनाइजिङ हार्मोन, अप्सन डी अल अफ द एबभ भनियो भने यसको सही उत्तर के होला त भन्यो भने यसको सही उत्तर हो ओभुलेसन कार्य ल्युटिनाइजिङ हार्मोनको प्रभावले हुन्छ, अर्थात एलएच हार्मोनको प्रभावले हुने गर्छ। ओभुलेसन कार्य एलएच हार्मोनको प्रभावले हुने गर्दछ। अर्को प्रश्न, द फन्नी बोन भनेर कसलाई चिनिन्छ? फिमरलाई, ह्युमेरसलाई, टिबियालाई वा क्लेभिकललाई। यो चारवटा मध्ये फन्नी बोन भनेर कसलाई चिनिन्छ? फिमर, ह्युमेरस, टिबिया, क्लेभिकल्स। सोधियो भने फन्नी बोन भनेर कसलाई चिनिन्छ त भन्दा अप्सन ए, बी, सी र डी मध्ये यसको सही उत्तर के होला त भन्यो भने अप्सन बी, ह्युमेरसलाई अर्को शब्दमा फन्नी बोन पनि भन्ने गरिन्छ। टिबियालाई हामी सिन बोन भन्छौं, सिन बोन भनेर हामी कसलाई चिन्छौं? टिबियालाई। क्लेभिकललाई हामी ब्युटी बोन भन्छौं, वा यसलाई अर्को शब्दमा क्यालर बोन पनि भनिन्छ है। भनेपछि ह्युमेरसलाई के भनिन्छ रहेछ? फन्नी बोन भनेर भन्ने गरिन्छ। अर्को, द फर्स्ट फंक्शन अफ म्यानेजमेन्ट, म्यानेजमेन्टको पहिलो कार्य के हो? अर्गनाइजिङ, एनालाइसिस, कोअर्डिनेटिङ वा प्लानिङ। यो मध्ये म्यानेजमेन्टको पहिलो कार्य कसलाई भनिन्छ? अप्सन ए अर्गनाइजिङ, अप्सन बी एनालाइसिस, अप्सन सी कोअर्डिनेटिङ, अप्सन डी प्लानिङ। यो मध्ये म्यानेजमेन्टको पहिलो कार्य हो अप्सन डी प्लानिङ। प्लानिङ बिना कुनै पनि म्यानेजमेन्ट सक्सेस हुँदैन। त्यसो भएर प्लानिङ पहिलो कार्य हो र सबैभन्दा महत्त्वपूर्ण कार्य पनि हो। त्यसो भएर प्लानिङ इज अ फर्स्ट फंक्शन अफ म्यानेजमेन्ट। ल अर्को प्रश्न, स्वास्थ्य मन्त्रालयको स्थापना कहिले भएको? ल स्वास्थ्य मन्त्रालयको स्थापना कहिले भएको थियो
ल स्वास्थ्य मन्त्रालयको स्थापना कहिले भएको थियो? अप्सन ए 2010 सालमा विक्रम सम्वत, अप्सन बी 2011 सालमा, अप्सन सी 2013 सालमा, अप्सन डी 2014 सालमा। स्वास्थ्य मन्त्रालयको स्थापना कहिले भएको थियो त? यसको सही उत्तर हो अप्सन ए, बी, सी, डी मध्ये यसको सही उत्तर अप्सन बी 2011 सालमा स्वास्थ्य मन्त्रालयको स्थापना भएको थियो। अर्को प्रश्न, द फर्स्ट एक्सन इन डग बाइट, कुकुरले टोकेको बिरामीमा पहिलो कार्य के गर्नुहुन्छ? अप्सन ए क्लिनिङ द वन्ड, अप्सन बी कभर द वन्ड, अप्सन सी कल द डक्टर्स, अप्सन डी अल अफ द एबभ। पहिलो कार्य के गर्नुहुन्छ सोधियो भने डग बाइटमा पहिलो कार्य जहिले पनि क्लिनिङ द वन्ड, घाउलाई सफा गरिनुपर्छ। कम्तीमा पनि 10-15 मिनट, एटलिस्ट 15 मिनट। अहिलेको WHO को प्रोटोकलले एटलिस्ट 15 मिनटसम्म चाहिँ घाउलाई के गर्नुपर्छ? सफा गरिनुपर्छ, जसले गर्दाखेरि 80%, अब यो कस्तो घाउ, कस्तो पानीले सफा गर्नुपर्छ भनिदिन्छ, त्यति बेला रनिङ वाटर, बग्ने पानीले सफा गर्नुपर्छ है। र यसले के गर्छ भनियो भने 80% भन्दा बढी भाइरसहरूलाई चाहिँ रिमुभ गर्छ, हटाइदिन्छ भनेर यो थ्योरीमा व्याख्या भएको कुरा हो। त्यसो भएर पहिलो कार्य, महत्त्वपूर्ण कार्य के हो त? घाउलाई सफा गरिदिनु हो। अर्को प्रश्न, रुन्चे भन्ने कुरा तलको कुन कुराको क्लिनिकल फिचरसँग सम्बन्धित छ? रुन्चे भिटामिन डेफिसिएन्सी, आयोडिन डेफिसिएन्सी, प्रोटिन एनर्जी मालन्युट्रिसन वा मेन्टल इलनेस। रुन्चे यो शब्द तलको कुन अवस्थासँग सम्बन्धित छ? भिटामिनको कमी, आयोडिनको कमी, PEM वा मेन्टल इलनेस। यसको सही उत्तर के होला त भन्दा रुन्चे सामान्यतया PEM को एउटा स्टेज हो, अर्थात् रुन्चे PEM सँग सम्बन्धित छ, प्रोटिन एनर्जी मालन्युट्रिसनसँग सम्बन्धित छ। रुन्चेलाई हामी प्रोटिन एनर्जी मालन्युट्रिसनलाई 3 भागमा विभाजन गर्छौं। एउटा माइल्ड, एउटा मोडरेट र एउटा सिभियर है त। PEM 3 किसिमको हुन्छ, एउटा माइल्ड हुन्छ, एउटा मोडरेट हुन्छ, एउटा सिभियर हुन्छ। त्यो मध्ये यो PEM को मोडरेट अवस्थालाई हामी रुन्चे भन्छौं। सामान्यतया यो PEM को मध्यम अवस्था के हो त? रुन्चे हो भने यो PEM भित्र सिभियर अवस्थामा 3टा कुराहरू पर्छ, मरास्मस, क्वासिवर्कर र मरास्मिक क्वासिवर्कर। यो 3टा स्टेजलाई चाहिँ हामी सिभियरमा राख्छौं। त्यसो भएर यो PEM को मध्य अवस्था, मोडरेट स्टेजलाई चाहिँ हामी के भन्ने गर्छौं? रुन्चे। त्यसो भएर केसँग सम्बन्धित छ रुन्चे? PEM। अर्को, टङ बाइट इज कमन कम्प्लिकेशन्स, तलको मध्ये जिब्रो कुन अवस्थामा टोकिन सक्छ? टङ बाइट कुन अवस्थामा हुन सक्छ? कार्डियक एरेस्टमा, हिस्टेरिकल सिम्पटम्समा, कन्भल्जनमा वा एपिलेप्सीमा। यो मध्ये कसमा टङ बाइट हुन सक्ने सम्भावना बढी हुन्छ भनियो भने यसको सही उत्तर के होला त? यसको सही उत्तर अप्सन ए कार्डियक एरेस्ट हो कि, अप्सन बी हिस्टेरिया हो कि, अप्सन सी कन्भल्जन हो कि, अप्सन डी एपिलेप्सी भन्यो भने टङ बाइट सबैभन्दा बढी हुन सक्ने सम्भावना केमा हुन्छ? अप्सन डी एपिलेप्सीमा, मिर्गीमा। त्यसो भएर मिर्गीको एउटा सबभन्दा महत्त्वपूर्ण म्यानेजमेन्ट टङ बाइटबाट बचाइदिनु पनि हो। अर्को प्रश्न, अन्तिम प्रश्न, हाई अल्टिट्युड सिकनेस भनेर तलको कुन अवस्थालाई चिनिन्छ? हिउँले खानु, लेख लाग्नु, लु लाग्नु वा माथिका कुनै पनि नै। हाई अल्टिट्युड सिकनेस भनेर कस्तो अवस्थालाई चिनिन्छ? हिउँले खानु, लेख लाग्नु, लु लाग्नु वा माथिका कुनै पनि नै भन्यो भने हाई अल्टिट्युड सिकनेस भनेको यो मध्ये अप्सन ख अर्थात् बी, लेख लाग्नुलाई
हाई अल्टिट्युड सिकनेस पनि भनिन्छ है। हिउँले खानुलाई हामी के भन्छौं? फ्रस्ट बाइट। हिउँले खानुलाई के भनिन्छ? फ्रस्ट बाइट। यी शब्दहरु उस्तै लाग्छ, हामीलाई कन्फ्युज गराउँछ। लु लाग्नु भनेको हिट स्ट्रोक हो, गर्मीमा हुने समस्या हैन। भने लेक लाग्नुलाई के भनिन्छ? हाई अल्टिट्युड सिकनेस भनेर हामी भन्ने गर्छौं। त्यसो भएर हाई अल्टिट्युड सिकनेसले के कुरालाई जनाउँछ त? लेक लाग्नु भन्ने कुरालाई जनाउँछ। हुन्छ, थ्यांक यू सो मच। सबैलाई धन्यवाद। हुन्छ ल, आजको प्रश्न कस्तो लाग्यो?